सम्माननीय सभामुखज्यू र माननीयज्यूहरू, सत्ता तपाईहरूसँग छ, तर यसको मतलब यो होइन कि जनताको प्रतिनिधित्वको आवाज नै नसुन्ने भन्ने होइन। म स्मरण गराउन चाहन्छु, भाग्यले भनौँ या दुर्भाग्यले भनौँ, अघिल्लो पटकको संसदमा तपाईहरू 20 हामी 14 थियौँ। त्यतिखेर प्रधानमन्त्री उपस्थित नहुँदा हामीले यसरी नै संसदै बन्द गरेका थियौँ, रिबन पनि बाँधेका थियौँ। तर आज नीति तथा कार्यक्रम भनेको राज्य सञ्चालनको दिशा, प्राथमिकता तथा जनतासँग गरिएको प्रतिबद्धताको दस्तावेज हो। यो चाहिँ प्रधानमन्त्री नै आउनुपर्ने हो। र अर्को कुरा के हो भने नीति तथा कार्यक्रम भविष्य निर्माण गर्ने मार्गचित्र हो। यो जनताको सरकार हो भने जनताको उत्तरदायित्व संसदबाट खोजिन्छ, रत्न पार्कबाट होइन। र यो सिर्फ हाम्रो मुद्दा होइन, यो हाम्रो मात्र मुद्दा होइन। सम्माननीय सभामुखज्यू, यो सम्माननीय सभामुखज्यूको अस्तित्वमाथिको पनि प्रश्न हो। किनभने देशको प्रधानमन्त्री आज रासपाकै सत्तापक्षकै 181 जना सांसदहरूको अस्तित्वको कुरा पनि हो। यो संसदमा नीति तथा कार्यक्रम जस्तो महत्त्वपूर्ण चिज प्रधानमन्त्री यहाँभन्दा बिजी कहाँ हुनुहुन्छ? यो संसारको कुनै पनि देशमा छैन। नीति तथा कार्यक्रम सरकारको प्रमुखले नै सुन्ने पनि हो, जवाब दिने पनि हो, प्रस्तुत गर्ने पनि हो। यो संसदीय अभ्यास यही भन्छ। अघि सम्माननीयज्यूले पढ्न खोजिराख्नु भएको थियो 38ले के भन्छ? हाम्रो प्रचलन के छ? प्रचलनमा प्रधानमन्त्री बिरामी हुनुभयो, प्रधानमन्त्रीले मुलुक छोडेर बाहिर जानुभयो, त्यस्तो अवस्थामा मात्र प्रधानमन्त्रीले आफ्नो मन्त्री तोक्ने। प्रधानमन्त्री सिंहदरबारमा बसिराख्नु भएको छ कालो चस्मा लाएर। यहाँ संसदमा पुरै तपाईँको हामीले जवाब खोजिरहेका छौँ कि त उहाँले भन्न सक्नुपर्छ उहाँ संसदबाट निर्वाचित प्रधानमन्त्री होइन, नेपालको संसदको सदस्य होइन भनेर उहाँले भन्न सक्नुभयो भने हो। होइन भने यो सिर्फ हामी प्रतिपक्षको मुद्दा होइन, यो राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजय प्राप्त गरेका 181 जना सांसदहरूको अस्तित्वमाथिको पनि प्रश्न हो। किनभने यो संसदमा नीति तथा कार्यक्रम हो, हामीले कुनै विधेयकमाथि छलफल गर्न प्रधानमन्त्रीलाई डाकेका होइनौँ। त्यो भावना सम्माननीय सभामुखज्यू म छोट्याएँ। जसरी पनि हुन्छ प्रधानमन्त्रीले, अस्ति पनि राष्ट्रपतिलाई प्रधानमन्त्रीले पढ्न दिनुभयो, राष्ट्रपतिले पढ्दै गर्दा, त्यही भएर सम्माननीय प्रधानमन्त्रीज्यूलाई संसदको रुलिङ गरियोस्, नीति तथा कार्यक्रममा उपस्थित भइयोस्। योभन्दा ठुलो काम नेपालको कुनै पनि हुन सक्दैन, योभन्दा ठुलो काम केही पनि हुन सक्दैन। आफैले ल्याएको नीति तथा कार्यक्रम आफैले सुन्न नसक्ने भने यो नीति तथा कार्यक्रम कसले ल्याएको, यो प्रश्न उठ्छ। हस्, धन्यवाद। जय राष्ट्रपति, जय नेपाल। माननीय सदस्य अर्जुन नरसिंह केसी। सभामुख महोदय, अहिले जुन गम्भीर खालको प्रश्न सदनमा उठेको छ त्यो वास्तवमा हरेक माननीय सदस्यहरूको भावना कहीँ प्रधानमन्त्रीबाट एकपछि माननीय सदस्यले एकैछिन रोकेँ। माननीय मन्त्रीज्यूलाई मैले आफ्नो स्थानमा बस्न अनुरोध गरेँ। एकपछि अर्को गरेर संसदीय परम्परा, मान्यता त त्यसका मूल्य पद्धतिहरूमाथि नै उहाँले उपेक्षा गरेको भन्ने आम रूपबाट हाम्रो धारणा हो। र खास गरी हामी जो उभिएका छौँ आज सम्पूर्ण साथीहरूको त्यही धारणाबाट अभिप्रेरित भएको मैले चाहिँ बुझेको छु। त्यसैले यो सम्बन्धमा जब प्रधानमन्त्रीजीको उपस्थितिको माग गरिया छ, अहिलेसम्मको संसदीय परम्परालाई तिर म आकर्षित चाहिँ नि यतातिरको साथीहरूलाई पनि गर्न चाहन्छु कि कुनै पनि कार्यक्रममा प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले तोकेको कुनै पनि मन्त्रीले प्रधानमन्त्रीले टेबल गर्ने कुरा अर्का मन्त्रीले टेबल गर्ने हाम्रो परम्परा हो। र सभामुखले भन्न खोज्दा भए पनि धारा 38 को व्याख्या त्यही हो। त्यसैले यसमा चाहिँ नि मैले के विनम्रतापूर्वक सभापतिजीलाई र सम्पूर्ण माननीय सदस्यहरू जो प्रधानमन्त्रीबाट यो सदनलाई उपेक्षा भयो भन्ने धारणा राखिराख्नु भएको छ, सभामुख मार्फत चाहिँ के आग्रह गर्न चाहन्छु भने अहिले प्रस्तुत मात्रै गर्ने कुरामा माननीय मन्त्रीजीले प्रस्तुत गर्दा हामीलाई कुनै आपत्ति छैन, आपत्ति नगरौँ भन्ने मेरो भनाइ हो। त्यो किनभने यो नियमावलीमा प्रष्ट रूपले उल्लेख छ, जबसम्म अर्को नियमावली पारित हुँदैन त्यही पुरानो नियमावली हाम्रो चाहिँ नि अद्यावधिक हो। अब अर्को बाँकी कुरा चाहिँ के छ भने बाध्य भएर यो सम्पूर्ण सदनको दृष्टिकोणलाई मैले प्रतिनिधित्व गरेर भन्नै पर्छ, जवाफको बेलामा पनि प्रधानमन्त्रीको अनुपस्थिति भयो भने त्यसमा चाहिँ हामी सहभागी हुन सक्दैनौँ र हामीले बहिष्कारै गर्नुपर्ने हुन्छ।
त्यसैले प्रधानमन्त्रीलाई कमसेकम यो सरकारको नीति तथा कार्यक्रम भनेको आवधिक 1 वर्षको कार्य सञ्चालनको नीति पद्धति प्रक्रिया त्यति मात्रै होइन, यसका कार्यदिशाको महत्त्वपूर्ण दस्तावेज हो र यो औपचारिक सरकारको घोषणापत्र हो। यो घोषणापत्रको सम्बन्धमा पढ्दा पढ्दै चाहिँ नि राष्ट्रपतिले पढ्दा पढ्दै प्रधानमन्त्री उठेर हिँड्ने, अनि यो कुनै पनि यो घोषणापत्र सम्बन्धी वक्ता साथीहरू जो मान्य सदस्यहरूले बोल्नुहुन्छ त्यो धारणालाई सुन्ने समय नै ननिकाल्ने, अनि प्रस्तावना गर्न पनि नआउने, अनि हुँदा जवाफ पनि नआउने हो भने त्यो अत्यन्त गम्भीर रूपले हामी त्यसलाई लिन्छौँ। त्यसका म सभामुखज्यू मार्फत के अनुरोध गर्न चाहन्छु भने यो संसदको परम्परा 2047 सालदेखि मैले हेर्दै आएको छु र मैले अनुभव गरेको छु। त्यस कारणले कुनै पनि प्रस्ताव प्रस्तुत गर्दा यदि प्रधानमन्त्रीले गर्नुपर्ने प्रस्ताव प्रधानमन्त्रीको अनुपस्थितिमा कुनै मन्त्रीले गर्ने कुरा, त्यसमा चाहिँ नि त्यो अहिलेसम्म नियम परिवर्तन भएको छैन, त्यो नियमलाई हामीले स्वीकार गर्नुपर्छ। अब बाँकी जवाफमा पनि प्रधानमन्त्री आउनु भएन भने त्यसमा चाहिँ हामीले गम्भीर रूपले लिनुपर्छ भन्ने सभामुखज्यू मार्फत म मान्य सदस्यहरूलाई हार्दिक रूपबाट आग्रह गर्न चाहन्छु।